हाई गाइस, आज जाँदैछु धनगढी मदर्स डेको सपिङ गर्नको लागि। म मोटी भाइको पसलमा गएँ। यहाँ चाहिँ मम्मीलाई चुरा पोते, आमालाई चुराहरू किनिदिएँ। त्यसपछि गएँ म रोज कलेक्सनमा। यो डमीमा डिस्प्ले गरिरहेको कपडा छ नि, म खासमा अर्को किन्न गएको थिएँ। अनि त्यो कलर मात्रै रहेछ, अनि त्यही बोकेर आएँ। अनि त्यसपछि फेरि म गएँ समृद्धि वस्त्रालयमा। अनि त्यसपछि त्यहाँ चाहिँ आमालाई यो 2टा ब्लाउजको कपडा लिएर आइदिएँ। अनि त्यसपछि गएँ म अब महावीर स्विट्समा। यहाँ हेर्नु न, जहिलेसुकै यस्तै बिजी हुन्छ, भिडभाड हुन्छ क्या। अनि गाइस, यहाँकोलाई त थाहा छँदैछ, काठमाडौँतिरबाट कोही आउनुहुन्छ धनगढी भने यहाँको यो पनिरको जेरी चाहिँ नबिर्सेर खानु होला है। एकदम मिठो हुन्छ, फेमस पनि छ यहाँको। अनि हामी यहाँबाट जेरी अरू मिठाईहरू गरेर लियौँ। अनि त्यसपछि फेरि हामी लाग्यौँ बाटो। त्यसपछि हामी यहाँ गोदावरीमा चाहिँ कफी खुल्या हो। अनि यहाँ गएर चाहिँ कफी खाऊँ भनेर भन्छु बुढोले। कफी खायौँ। अनि त्यसपछि चाहिँ भोक लागिरहेको थियो, दिउँसो केही पनि खाएको थिइनँ। अनि एक स्लाइस बनाना ब्रेड खाएँ। त्यसपछि फर्क्यौँ घरतिर। अलमोस्ट 8 बज्न लागिसकेको थियो। छोरीलाई घरै छोडेर गएको थियौँ। हामी बुढाबुढी सरर सपिङ गरेर घर फर्क्यौँ।